वनले आइजा आइजा र घरले जाजा भन्छ, तर पदको लोभको भाँडो नभरिएको अशक्ति मन छ। बाउकै पबौती झैं लाग्छ राजनीति र सत्ताको प्यास, तर ओली ज्यान गए जाओस् पद र पावर छोड्नै सक्दैन भन्छन्। अहंकार र दम्भको बीको रुख चढेर लोकलाई प्रवचन दिन्छन्, हार त उनको बिम्बमै छैन भन्छन्। तर 36 वर्षको तन्नेरीले 50,000 को मतले हर्ष पावरले गर्ल्याम्मै ढलाउँदा पनि ऐया भन्न सक्दिनन्, बरु अझै सिंगौरी खेल्न जुरो पो उचाल्छन्। फागुन 21 को चुनावमै 70 भए ओली उड्नै नसक्ने गरी ढल्दा पनि नेतृत्व हाक्ने लालसामै छन्। बालेनसँग सर्वनाक पराजय भोगेका ओलीले नैतिकताको पाठ खुबै पढाउँछन्, तर देशभर एमालेले हार्दा पनि उल्टै अरूलाई उडाउँछन्। आइतबार बालेनलाई तबलाको फोटो सहित सञ्जालमा बाबु भन्दै बधाई पनि दिन भ्याए। भित्री मनले दिए कि देखाउनका लागि दिए, त्यो त उनै ओली स्वयंले जानुन्। यदि उनमा ज्ञान इमान र चेतना हुन्थ्यो भने यति बेला उनको राजीनामा बासी भइसक्थ्यो। नैतिकताको कसीमा उभिएर एमालेको हेडक्वार्टरको ताला चाबी सुहाङ नेमाङ जस्ता युवालाई हस्तान्तरण गरेका हुन्थ्यो होला। नेपाल लोकका दुर्योधन भनिने ओलीको दम्भको मेरुदण्ड भाँचिदा पनि ऐया भनेकै छैनन्। अहंकारको पर्खाल यति धेरै अग्लो छ कि उनी त्यहाँ भन्दा पर दुनियाँ भएको होसै पाउँदैनन्। थाहा पाएर पनि थाहा नपाए जस्तै गरेका हुन् या होइनन् त्यो कुरो उनैलाई थाहा होला। दुनियाँका लोकतान्त्रिक देशमा पद भन्दा नैतिकता 1000 गुणा अग्लो हुन्छ। नैतिकतालाई उनीहरू राजनीतिको आदर्श र जीवन ठान्छन्, तर नेपालमा पद नै अन्तिम सत्य मान्दछन्। यही प्रवृत्तिको धुवामा उडिरहेका मानिस हुन् एमाले अध्यक्ष केपी शर्मा ओली। 2064 सालतिरको कुरा हो। पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन एमाले महासचिव माधव नेपालले खुरुक्क पदबाट राजीनामा दिए। त्यति बेला एमालेले देशभर सर्वनायक हार बेहोरेको थियो। स्वयं ओलीले पनि अहिलेको निर्वाचन क्षेत्र नम्बर 5 र त्यति बेलाको निर्वाचन क्षेत्र नम्बर 7 मा 25 वर्षे ठिटो विश्वदीप लिङ्गदेनसँग नराम्रो हार बेहोरे। जति बेला उनी एमालेको वरिष्ठ नेता थिए। लोकलाई उखान टुक्काले उपदेश दिने ओली यति बेला ठूलो नैतिक संकटमा छन्। पराजयले हायल कायल भएको एमालेको अध्यक्ष पदबाट ओलीले राजीनामा दिनुपर्ने हो। यस्तो अचम्म छ कि कालले छोड्ला बरु ओलीले नमरुन्जेल अहमता र दम्भको नेतृत्व कहिले छोड्ला जस्तो लाग्दैन। ओलीकै दम्भको शासनले भाद्र 23 र 24 को त्यो कालो दिन आयो। त्यही को राजनीतिले आफू त उड्नै नसक्ने गरी ढले, तर पार्टीलाई समेत कहिल्यै निको नहुने गरी बिरामी बनाए।